साथीहरूले सामाजिकको नोट भ्यायो कहाँ भ्याउनु अझै कति बाँकी छ साथीहरू साथै पुलिस चोर जाऊँ त है पर त छ नि टिकटकमा निकै चर्चामा आइरहेको छ के अरे फेरि टाढा हुन्छ होला होइन ऊ त्यही पर त हो नि सबैजना भेला भयो नि ल जाम है अब कति गर्नु है अति यो घाम पनि बल्ल बल्ल आइपुग्यो राम्रो गाउँ राम्रो ठाउँ रहेछ नि है नभए यो समय ओके सिक्का रहेछ कति राम्रो भेडा खाना हो ओके जाम त फोटो खिच्न कस्तो राम्रो देखियो अनि मेरो नि खिच्छ है ए ल ल आइज ल खिचेर छिटो ए ल ल कति गुलियो त कस्तो राम्रै आएन यो गाउँमा त मेरो आउँदो रहेछ खिच्दिन आउ त भयो आमा कति राम्रो निकाल्दै हेर त यस्तो के फोटो भनेको यस्तो हुनुपर्छ राम्रो खिच्दै रहेछ राम्रो कस्तो राम्रो निकाल्दिएको है राम्रो तर ठाउँ चाहिँ कस्तो राम्रो है अरू बिचार चाहिँ म गएर आउँछु ल चाँडै आऊ छिटो ल ल ल कस्तो रमाइलो है तर ठाउँ हरियो शान्त वाला जता ततै हरियो त अब रात पर्छ फेरि घाम पनि दिनु लागिसक्यो त ल बाबु यतापट्टि जाऊँ न ल ल बाई बाई भोलि भेटौँ ल बुन्टी बोल्दा बोल्दै छुट्टिङबाट आयो अब जान्छौँ न तिमी त बाई ल भोलि भेटौँ ल बाई भयो काम क्या सुरत छोड्नु भएन तिमीहरूले हामीले के सुराग छोडे हाम्रो छोडे छैन छोडे छैन हामीले केही पनि सुराग ओए खुसी खोइ ए खुसीले फोन गर्न खुसीको त फोनै लागेन मुन्टीलाई फोन गर मुन्टीलाई हेलो मुन्टी भन ए त साँच्ची तिमीहरू कहाँ भन् त म आइहाल्छु कान्छीले बोलाएर हामी यहाँ कुले चौरको बास गरिने रहेछौँ ए ल ल अरे कहाँ गयो होला त खुसी कि त कान्छी पनि कतै ढिलोको गरे कि भनेको झन् यस्तो गर्ने के भयो किन बोलाएको मलाई खुसी के खुसी खुसी हामीसँग छैन के त खुसी खुसी हरायो कहाँ हरायो फेरि अनि खुसी कहाँ गयो खुसी खुसी के राम कहाँ होला त खुसी त खुसी खुसी कहाँ गयो होला त खुसी तिमीहरू नजिक हुने घर पुऱ्याइदियो है त जल्दै ढिलो पनि भइसक्यो ल ल जाम अब हाम्रो फेरि घर टाढा ल हेलो भन तर के हो तरकारीको यसो हाम्रो घर त तरकारी नै भएन कि तेरो नि त्यस्तै हो बरु पुरै चौतिर जाऊँ न त्यहाँ राम्रोसँग निउलो तरकारीहरू खोल्या भन्ने सुनेको थिएँ अनि त्यहाँ जाँदा के छ सुराग पनि भेटिन्छ कि ल ल ल म आइहालेँ राम्रो तरकारी पाइन्छ भने त मैले पनि भेटिन्छ कि राम्रो तिम्रो त्यो हातमा भएको बाला खै त त्यो त मैले घरमै छोड्यो होला त्यस्तो नसोच ल ल खुसी तिमीले कस्तो भयो अहिले मलाई अलिक ठिकै भयो ए के तल चाहिँ किन बोला कि भन्नु मैले तिमीहरूलाई एउटा कुरा देखाउनु बोलाएको के हो त्यस्तो यति बाला देखाउन पनि भुन्डीको त बाला हो यो बाला मैले कहाँ भेटाएको तिमीहरूलाई थाहा छ खुसी बियोस भएको ठाउँमा भेटाएको मैले यो बाला बल्छी त मलाई जहाँसम्म लाग्छ मेरो बाला चाहिँ त्यो जुनसँग हो नि त के गर्ने हो चिन्ता पऱ्यो ल बरु कहिले सिधाउने हो भन्नु त बरु होइन अहिले भर्खरै केहीतिर छ होला होइन केही त थियो यार दिउँसै तर्साउनु थाल्यो क्या हो बाँचिहाल्यो नि अब अड्डामै जाऊँ भने त्यसले मलाई मार्न सक्छ त्यसैले फोन गर्नु मेरो फोन
फेरि त्यसलाई पाए जस्तो छ पक्कै पनि तर्साएको त हुन सक्दैन पक्का चाहिँ केही त सुरक्षा छ भुन्टी नै हो कि भुन्टीको मोबाइल अब भयो मलाई होइन र अबे हो भाइ यस्तो जङ्गल जस्तो ठाउँमा भुन्टीको माला आएछ त के गर्न आएछ भुन्टी अब अरू साथीलाई नि भन्न पर्यो म मचेलाई के भन्ने होला अब मेरो माला कहाँ गयो गल्ती पो गरेँ क्या हो तिनीहरूसँग मिलेर होइन तँसँग चाहिँ कहाँबाट भुन्टीको मोबाइल आयो त नि भुन्टीको मोबाइल भुन्टीको बाला सबै मैसँग छ साथी हो हामीले भुन्टीको माला जङ्गलमा पाएको तिमीहरूले त माला पाएछौ मसँग त मोबाइल अनि यो बाला त अस्ति नै देखाएको हेर अब म त्यहाँ हिँडिरहेको थिएँ हिँड्दै पछाडि केले हान्दा जस्तो भयो अनि पछाडि फर्केर हेर्दा केही पनि थिएन अनि घर जान्छु भनेर जाँदाखेरि अलिकति याद आयो अस्ति बाला भेट्यो टक्का केही कुरा हुन्छ फर्किँदाखेरि भुन्टीको मोबाइल त्यहाँ भेटियो कि भन्छ त्यसले तँलाई मान्ने हुँदैन मलाई नि त्यस्तै लागिरहेको छ अब के ढिलो नगरौँ जाम पुलिसको के साँच्ची म त साथीहरूसँग नभेटेको नि धेरै निकै दिन भएछ भेट्न जानु पर्यो त तिनीहरू शङ्का गर्न कति पाउँदैन ल ल जानु ए ठ्याक्कै बाटो भेट म त तपाईँ तिमीहरूलाई भेट्ने भनेर आएको तिमी चाहिँ कहाँ गएर आएको नि झोला बोकेर अनि यत्रो दिन कहाँ हरायो न फोन लाग्छ म उता घर गएको थिएँ त्यो भएर बुझ्छे देखिन्छु त खै त सिक्टी बालो खै बालो 2-3 दिन म घर गएको थिएँ घरमा छ अन्नसँग के हेरेर सबै सखा पार्दो रहेछ चोरले त्यही त बाला मोबाइल सिक्री सबै मसँग पो छ त ए तिमीहरूले पो लिएर गएको म त थाहै थिएन यता हो होइन के को टेन्सन हो त्यस्तो केही चोरी भएको त्यही पनि तिमीहरूले लिएको रहेछ अब त आनन्द भयो ए अनि अनि सिक्री त किन होता नि जङ्गलतिर भेटिन्छन् मोबाइल पनि बारीतिर भेटिन्छ यो त झन् के कुरा गर्नु मैले फेरि त्यो ठाउँको न पुले तौरमा भेटाएको किन हो त्यस्तो ए त्यो चोरले लग्यो होला नि अब चोरले बाटो फाल्दै हिँड्छ होइन अनि के होइन त नि हेर लुगा सिगा त्यो पुरानो लुगाहरू ए ल्याउ न यो भक्कुले के गर्छ छोडा हेरौँ के कसैले हो त्यस्तो के हो लाखको बिट्टो छ त मैले भनिहालेँ त फुपूले कसैले पठाउनु भएको अनि फुपूको कसैले नि पैसा हुँदैन त्यही पनि लाखको बिट्टो होइन केही न केही त गडबड छ यार सबै कुरा भन्ने भन नत्र हामी तिमीलाई सिधै पुलिस पठाउन लैजान्छौँ होइन भन न अझै भन्दिनौ हो यो सबै मैले गरेको र मलाई माला पनि मैले कोसिस गरेको तर मुख्य हत्यारा म होइन अरू कसै नै छ भन्न त को भनेर किन चुप लाएर बसे कि खोजे काम त तिमीहरूको थोडी न मेरो त भन्छस् कि तँलाई पुलिस हटाउन लैजान परेको मलाई मारे नि मार फाले नि फाल तर म मेरो साथीलाई घात गर्न सक्दिनँ साथी हो साथी म को हो त त्यस्तो साथी हाल त को हो त्यो त्यसको नाम भनिहाल त सरी कान्छी ए तँलाई चाहिँ मलाई फसाउनु खोज्छस् म तँलाई साथी भनेर यति सहयोग गर्दा थिएँ भनेपछि यही नै रहेछ त्यो हतारा होइन म होइन कि गर्दा खोज्छस् चुप ल्याएर बस मसँग सबै प्रमाण छ साथी हो खै प्रमाण हेरौँ त तेरो पनि प्रमाण तिमीहरूको सबै कर्तु फलाइदिन्छ तँलाई आफ्नो जानको माला छैन आइन्छ गर्छु मलाई तँलाई साँच्चै आफ्नो जानको माला लाग्दैन म 1 लाख दिनु भने त चुपाएर बस तर तर हामी सिद्धान्त भर्खरै लासम्म यो कर्तुत कसैलाई नभन् बुझिस् नि त्यो विश्वास त गरि नहाल्नु पर्ने हो फेरि होइन त्यो केटी कस्तो खालको हो मलाई थाहा यदि त्यसले त पैसा 1 लाख लिएर पनि त्यो कुरा फुस्क्यो भने त्यसलाई सिध्याउनु पर्छ ओके बस मलाई पनि सबैले माफ गरिदियो है मेन त जुने हो ल केही छैन अब साथीहरूमा यति त भइहाल्छ नि ल जाउँ अब सबैजना आजकलको जमाना ठिक छैन आफ्नै मान्छेको नि भर हुँदैन त्यसैले सबैजना सतर्क हुनुपर्छ जस्तै कि हजुरहरूले सुन्नुभएकै छ होला आफ्नै साथीको पनि विश्वास गर्न सकिन्न बागलुङमा एउटा केटाले एउटा आइफोनको लागि साथी मारेको छ त्यसैले हजुरहरूले साथी बनाउनुभन्दा पहिला ध्यान पुर्याउनु पर्छ जाँदै लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है त बाई।